आज चाहिँ कतिलाई थाहा छैन नि त, त्यो कारणले खुलाउँ जस्तो पनि लाग्यो। मेरो श्रीमती मसँग छिन् आज। उनी गत 3 वर्षदेखि इजरायलमा बस्दै आएकी छन्। त्यस्तै आफ्नो जिम्मेवारीको कारणले उनी चाहिँ त्यो ठाउँमा इजरायलमा बस्छिन्। अनि वर्ष नाङ्दा ननाङ्दै फेरि उनी घर आइपुग्छिन्। यो दोस्रो चोटि आएको र मैले मेरो श्रीमतीसँग अगाडि क्यामेरामा आउने विचार पनि गरेँ। अनि राम्रो पनि लागिरहेछ। यतातिर पनि सोध्नु पर्छ जस्तो लाग्दैछ। तिमीलाई कस्तो लाग्दैछ? घरमा आएको छौ, दुईजना, हामीहरूको 2 जना नानी छ। हजुर फेरि एउटा छोरी एउटा छोरा। ठुलो छोरी चाहिँ अहिले पढ्दैछ, छोरा पनि पढ्दैछ। कस्तो अनुभव नानी परिवारसँग भेटघाट लाग्दैछ तिमीलाई? कस्तो, किन हाम्रो क्यामेरामा हेरिरहनु भएको छ हामीलाई धेरैजनाले। परिवारसँगको आनन्द अरू कुनै कुरासँग तुलनै गर्न सकिँदैन। त इजरायलमा छु लगभग 3 वर्ष बढी भयो। तर भए तापनि फर्केर घरमा आउँदाको आनन्द, घरभित्र नानीहरूसँग थुप्रो कुराहरू छ। तर भए तापनि त्यो आनन्द हामी बाहिरको कुनै कुरासँग किन्न सक्दैनौँ। त्यो आनन्दलाई मैले महसुस गरिरहेको छु। यो एउटा अन्तर्वार्ता त होइन कि, तर हाम्रो यो घरको, यो हामी आफ्नै घरमा छौँ अहिले। यति बेला हाम्रो घरको यो सिटिङ रुममा बसेरै कुरा गर्दैछौँ। कोही बेला चाहिँ घर चाहिँ यस्तो ठुलो विषय रहेछ। तपाईँलाई म आज यो भिडियो मार्फत हामी अटाउन चाहन्छौँ हाम्रो केही कुराहरू। हाम्रो 2टा नानीहरू छ। अहिलेको भाषा भनौँ एउटा त जेनजी हो, अघि अब एउटा चाहिँ अलिक सानै हुर्किँदैछन्। यो 2टा नानीहरूलाई हुर्काएर लाँदै गर्दाखेरि हामीले बोकेको हाम्रो सेवकाई पनि छ। त्यहाँभित्र पनि थुप्रै नानीहरू छन्। अब सेवकाईको भित्रको दायित्व हाम्रो घरभित्रको नानीहरू, अनि प्रभुले हामीलाई सुम्पिनु भएको सेवकाईसँग हाम्रो संलग्नता, यो थुप्रै कुराहरूसँग हिँड्दाखेरि कोही बेला हामी कहाँ चाहिँ कमजोरी हुँदो रहेछ भने नि, बुवाआमाहरू, दाजुभाइ दिदीबहिनीहरू, परिवार चाहिँ जब कमजोर भइपठाउँछ, परिवार भन्दा पनि अझै म त्यसलाई स्पेसिफिक गर्नु चाहन्छु। श्रीमान र श्रीमती जब पातलो हुन्छौँ, कमजोरी हुन्छौँ, दुर्बल हुन्छौँ नि, हाम्रो छोराछोरी, हाम्रो सेवकाई र हामीसँग जोडिएको एउटा पुस्ता पनि एक्कासी कमजोर भइहाल्दो रहेछ। त्यो कारण म मेरो श्रीमतीलाई हेर्छु, मलाई कोही बेला अचम्म लाग्छ। उनको तन त्यहाँ भए पनि इजरायलको मुलुकमा छोराछोरीसँग, हामी परिवारसँग उसको हृदय जोडिरहेको हुन्छ। वर्ष बितेर अलिकति उता सर्दा नसर्दा ऊ आइपुगिहाल्छ घर। 2 चोटि भइहाल्यो, गएर पनि आइसकेको। र हामी बलियो छौँ आपसमा भन्ने हो भने। त्यो बलियो भएको कारणले हाम्रो छोराछोरीहरूले सजिलै गलत गर्नु सक्दैन भन्ने हाम्रो विश्वास छ। अनि हाम्रो छोराछोरीहरू पनि, मेरो साथी पास्टर विजय सुब्बा तुम्बापो, तपाईँ सबैले चिन्नुहुन्छ, उहाँले भन्नुहुन्छ, पास्टर सन्तोषले चाहिँ छोराछोरीलाई चाहिँ वेदीमा एकदम बलियो पाराले हुर्काउनुहुन्छ भन्नुहुन्छ क्या। अनि त्यो बलियो पाराले हुर्काउनुहुन्छ भनेर उहाँले भन्नुभएको शब्दलाई पनि म यो भिडियोमा आज कैद गर्न चाहन्छु। वास्तवमा चाहिँ त्यो मैले मात्र हुर्काएको होइन कि, उनी परदेशमा बसेर पनि उनले त्यहाँबाट प्रभुको वचनमा, धार्मिकताको, धर्मी जीवनमा र प्रभुप्रतिको भक्तिमा उनी हामीसँगै थिएन भने, त्यो भित्रको सम्बन्धमा उनी त्यत्तिकै बाक्लो थिएन भने हाम्रो घर मजबुत हुन सक्दैन थियो। हामी यहाँसम्म आइपुग्न सक्दैन थियौँ, बुवाआमाहरू, दाजुभाइ दिदीबहिनीहरू। त्यसले गर्दा परिवार, श्रीमान र श्रीमती भन्ने कुरा चाहिँ एउटा आफैमा भित्रीय शक्ति हो। त्यो कारण पनि म उनी यहाँ आज हामीहरूसँग आइपुग्दाखेरि त्यो कुरालाई महसुस गर्दैछु। र मैले यो भिडियोबाट मैले उनलाई यो कुरो पनि भन्दैछु कि हाम्रो घर बलियो मजबुत भएको एउटा कारण चाहिँ तिमीले बोकेको धर्मी जीवन र प्रभुप्रतिको तिम्रो ठुलो भक्तिको पनि एउटा भागले परिवारलाई, छोराछोरीलाई मजबुत बनाएको छ भन्दैछु। र खुसी लागेको छ। अब हामीले यो कुराकानी गर्दाखेरि कस्तो तिम्रो इजरायलमा बस्दाखेरिको कुरामा छोराछोरीहरूसँग अब हुन्छ नि त, अब टाढो टाढो भएपछि त्यहाँको अनुभव, त्यहाँको चुनौती, त्यहाँको च्यालेन्जले कोही बेला कस्तो लाग्छ? के हाम्रो, किनकि धेरैजना परदेश जानुभएको छ, आमाहरू छोराछोरीहरू छोडेर, श्रीमान छोडेर, आफन्त मण्डली छोडिकन जानुभएको छ। उहाँहरूलाई पनि अलिकति मनोबल होस्, कसरी तिमीले मिलाउँदैछौ, कस्तो लाग्छ? त्यहाँको परदेशको अनुभवहरू पनि हाम्रो क्यामेरामा हामीले कैद गर्यो भने हाम्रो हामीलाई हेर्ने परिवारहरूलाई मद्दत हुनेछ।
सबैभन्दा पहिला चाहिँ म के भन्न चाहन्छु भने परिवारको महत्त्व हामीले बुझ्नुपर्ने हुन्छ। परदेशमा छौँ, त्यहाँनिर हाम्रो चुनौतीहरू छ, तरै भए तापनि ती चुनौतीहरूको बिचमा हामीले परिवारको महत्त्वलाई हामीले सबैभन्दा पहिला जान्नुपर्छ। जब परमेश्वरले नै यो कुरा जोड्नु भएको हो अनि परमेश्वरले नै हामीलाई एउटा करारमा स्थापित गर्नुभयो श्रीमान श्रीमती, अनि तत्पश्चात हामीसँग सन्तानहरू प्रभुले दिनुभएको छ, त हामी एउटा परिवार भएको छौँ र यो परिवार चाहिँ स्वर्गमा नै परमेश्वरले निर्माण गर्नुभयो भन्ने कुराहरू हामीले सबैभन्दा पहिला मध्यनजर राख्नुपर्छ। म चाहिँ त्यो भन्छु। यसै कारणले गर्दा हामी परदेश लागौँ या त घरमा सँगै हौँ, यो सत्यतालाई हामीले सधैँ बोकेर राखेको छौँ भनेदेखि चाहिँ हामीले जस्तै अवस्थामा पनि परिवारलाई एक ठाउँमा ल्याउने अनि धार्मिकतामा अनि परमेश्वरले हामीलाई दिनुभएको जिम्मेवारी, म चाहिँ यही कुरा भन्ने गर्छु। परमेश्वरले हामीलाई जसरी परमेश्वरले अब्राहमलाई त्यो जिम्मेवारी दिएर बोलाउनु भएको छ। फर इक्जाम्पल तपाईँले उत्पत्तिको पुस्तक 18 अध्यायको 19 पद पढ्नु भने परमेश्वरले अब्राहमलाई एउटै जिम्मेवारी दिएर बोलाउनु भयो, त्यो चाहिँ हो आफ्नो परिवारलाई धार्मिकता र न्याय सिकाउनको निम्ति। अनि हामी पनि जब परमेश्वरले परिवारमा बाँध्नुहुन्छ, सबैभन्दा पहिलो कर्तव्य मैले मेरो सन्तानलाई धार्मिकता र न्याय सिकाउनुपर्छ। अनि त्यो कुरा चाहिँ हामी घरमा बसेर होस्, घरमा सँगै बस्दा त सजिलो छ, तर परदेशमा अहिले हामीसँग सुख सुविधाहरू छ। जस्तै हामीसँग अब यो सामाजिक सञ्जाल बलियो छ, हामी यसरी जोडिएर भए तापनि हाम्रो नानीलाई धार्मिकता र न्याय चाहिँ हामीले सिकाइरहनु पर्छ, चाहे जस्तोसुकै चुनौती किन नहोस्। म त्यही भन्न चाहन्छु। अनि मेरो मसँग जोडिएको प्रार्थनाको दिदीबहिनीहरूलाई म जहिले यही कुरा बताउन चाहन्छु, गर्छु म सधैँ। अनि हामीले यसरी धार्मिकता र न्याय सिकाइराख्यो भने परिवार अनि हामी परदेशी जीवन हामीले सँगसँगै मिलाएर लान सक्छौँ जस्तो लाग्छ मलाई।